गाइज वेलकम माई न्यू ब्लग मिनी ब्लग है। यो चाहिँ हाम्रो गाउँ हो है। यस्तो छ हाम्रो गाउँ चाहिँ। आज चाहिँ हामी कहिले अब यतातिर निस्केको थियौँ तलतिर जाँदैछौँ। बाटो पनि यस्तो छ है। उहाँ जाँदै हुनुहुन्छ। अब म एकछिन पारी भएर जान्छु। सुनसान छ हाम्रो बाटो है। यस्तो छ। हामी कहाँ जाँदैछौँ अरे? आज चाहिँ हामी अब छिमेकीहरू भनेको अब कति टाढा टाढा छन् है। त्यही हेर्दै हिँडेको छन्। यहाँ पनि छिमेकीहरू अलिक पर हुनुहुन्छ। नयाँ च्यानल हो, लाइक सेयर सब्सक्राइब गरिदिनु होला, कृपया सपोर्ट गरिदिनु होला। नेपाल टेलिभिजन जाने बाटो पर हेर्दै हुनुहुन्छ। नेपाल टेलिभिजन जाने बाटो यहाँबाट चाहिँ अलिकति निकै नै टाढा देखिरहेछ, तर यति साह्रो टाढो चाहिँ होइन। यो चाहिँ मुसहरी बस्ती। कहाँनिर छ फर्म? यहाँ पनि फर्म रहेछ। फर्ममा कोही पनि बस्दैन अरे। गाउँघरको बाटो यस्तो हुन्छ क्या। यस्तो म चाहिँ यस्तो चप्पल लाएर आएको छु। ल यहाँ पनि एकजना बस्नुहुन्छ है। यहाँ चाहिँ फर्म बनाउनु भएको छ, तर यो के को फर्म हो भनेर तपाईँहरूलाई म एकैछिनमा देखाइहाल्छु है। उखु कस्तो राम्रो उखुहरू पनि लाउनु भएको छ है। अर्ग्यानिक खानेकुराहरू क्या। कस्तो मजाले लाउनु भएको छ नि। यस्तो छ क्या। यहाँ चाहिँ अलिकति टाढा देखिएको छ, तर यति धेरै टाढा चाहिँ होइन। परेवा पनि पाल्नु भएको रहेछ। अकबरे खोर्सानीहरू लाउनु भएको रहेछ। अबि त सानो एउटा मिनी पोखरी पनि पो रहेछ। यो पोखरीमा के छ भाइ? अबे ल कस्तो राम्रो छ हौ। यहाँ एउटा सानो घर रहेको छ। यस्तो राम्रो उखुहरू लाउनु भएको छ है। गाउँको भनेको गाउँकै हुन्छ क्या। यस्तो रहेको छ है। मकैहरू सबै अर्ग्यानिक क्या। यो करेलाहरू भर्खर हुँदै गरेको करेलाहरू। यहाँ कागतीको बोट है। यो चाहिँ सोलर लाग्नु भएको छ। अब किनभने लाइनको प्रब्लमै हुन्छ भनेर हो। अबि अब खरायो लु। कस्तो राम्रो खरायो रहेछ हेर्नु त। खरायोको बच्चाहरू ल यहाँ चाहिँ माछा पाल्नु भएको रहेछ दाइहरूले। कस्तो राम्रो छ। सानो पोखरी मिनी पोखरी है, तर यसैमा अब माछाहरू पालेर राख्नु भएको छ अरे। अम्बक कस्तो राम्रो अम्बकहरू। परेवा यहाँ हेर्नु न। अकबरे खोर्सानी चाहिँ कति धेरै कि। फेरि सबै ठाडो खालको क्या। पुरै पिरो हुन्छ नि यस्तो त। सबै अकबर हो कि अब यो त ठुल्ठुलोहरू सबै ठाडो त कस्तो पिरो हुन्छ होइन। यहाँ चाहिँ उहाँहरूको यो के फलेको हो? भोगटे? ए कस्तो अर्कै खालको भोगटे। कस्तो राम्रो खालको भोगटे फलेको। अब यो अहिले सानै छ त्यही भएर यस्तो देखिएको हो। यो पोखरी हो कस्तो राम्रो। यसमा माछा पाल्नुहुन्छ नि। अर्को हप्ता हाल्ने अरे। ए अहिले हाल्नु भएको छैन? यस्तो राम्रो छ। यस्तो शान्त वातावरण होइन।
बस्न पनि कस्तो रमाइलो हुने बेला अहिले चाहिँ माछा हाल्नुभएको छैन अरे अब हाल्नुहुन्छ अरे ल यस्तो दामी छ नि यहाँ ओहो बस्न त यता पर्छ त रमाइलो त ल यहाँ अब हामी यहाँ एउटा बहिनीकोबाट अम्मकको बोट लियौँ अब यो अम्मकको बोट हामी लगेर रोप्ने ठुल्ठुलो अम्मक फल्छ अरे यसमा अनि फलेपछि चाहिँ तपाईँहरूलाई फेरि अर्को मिनी भ्लगमा देखाउने छु साथीहरू यस्तो छ यो पनि बाटो होला होइन हेर त ड्रेन जस्तो बाटो बनिसकेको छ पोल पनि छ तर यो के गर्नु बस्ती नबसेर हो लाइन छैन दिएको तार मात्रै हो मान्छेले नबसेपछि लाइन दिएर के गर्नु भन्ने भएको होला त्यो दाइहरूको चाहिँ के छैन लाइन यो घरको यहाँ पनि यसरी बस्ती रहेछ है कस्तो सुनसानमा आएर बसेको रहेछ यहाँ पोखरी यहाँ अहिले माछा छैन यहाँ माछा थियो अरे यो पोखरीमा सबै यता मुसरको मान्छेहरू आएर सबै चोरेर लगेछ हेर त बिजोक बस्दै गरेको घरमा मान्छे नबसिदिएपछि कति साह्रो बिजोक हुँदो रहेछ रमाइलो छ गाइज जङ्गल खोज्नलाई हामी बजार एरियामा बसेर यसरी भित्री एरिया पसेपछि चाहिँ गाह्रो हुँदो रहेछ बस्नलाई तर एक किसिमले एउटा सुकुन हुन्छ है तर सुविधा चाहिँ नहुँदाखेरि अलिक यहाँ चाहिँ के यहाँ बस्दै गरेको हो मान्छे को दिदी यहाँ बस्नुहुन्छ र ल हेर त्यहाँ पनि यहाँ पनि बस्नु हुँदो रहेछ गाइज ए यहाँ चाहिँ सुत्ने त दिदीहरू तलबाट हिँड्नु हुँदो रहेछ नि त बिचरा आमा यति टाढोबाट त नानीलाई स्कुल पुर्या फेरि लिन आइज फेरि पुर्या गर्नु हुँदो रहेछ यहाँ पनि बाटोकै रहेछ नि तर के गर्नु बाटो बन्दैन सुँगुर पाल्नु भएको रहेछ सुँगुर पालन गर्नुभएको रहेछ है यसरी घेरेर बस्नुभएको रहेछ आमा छोरी बस्नुहुन्छ अनि बर्खा महिनामा सर्पहरूदेखि कस्तो डर लाग्छ होला मलाई त यो बाटोमा हिँड्दाखेरि 10 चोटि खुट्टा चेक गरिसकेँ जुकाको यहाँ चाहिँ कसरी बस्नुहुन्छ होला मजाले यो पनि गरेको छैन एउटा उ त्यहाँ पर छ एउटा बस्ती सानो बस्ती भन्दा पनि यसो आउने बस्ने हल्का त्यस्तै मात्रै हो त्यति साह्रो बस्ती चाहिँ नभनौँ यहाँ पर चाहिँ छ बस्तीहरू यो पर बनाएर बसेका रहेछन् है यस्तो छ क्या म त यो ठाउँ आएपछि चाहिँ मलाई कस्तो फिल हुन्छ भने तपाईँलाई कस्तो कहाँ आए जस्तो फिल हुन्छ क्या यदि तपाईँहरू पनि अलिकति शान्त मनलाई सुकुन होस् भनेर चाहनुहुन्छ भने चाहिँ यो बजरा 7 नम्बर वार्डको नहर छिर्ने बाटो है सेकेन्ड नहर छिर्ने बाटो आउनुभयो भने चाहिँ ठ्याक्क तपाईँहरू यहाँ बस्नु सक्नुहुन्छ यहाँ चाहिँ पूजापाठ यस्तो के गर्नु हुँदो रहेछ यो के हो अचम्मको कुरा छ यहाँ के को पूजापाठ गर्दो रहेछन् यहाँ हेर्नुपर्छ गाइज म तपाईँहरूलाई देखाउने छु भगवानको झन्डाहरू छ गाइज यहाँनिर अब यो घरमा चाहिँ खै के गर्नुहुन्छ कुनै थाहा छैन हामी गएनौँ डरले भए पनि मलाई चाहिँ डर लाग्छ यस्तो तन्त्र मन्त्र विधादेखि चाहिँ बाहुनहरू निकै नै पाठ पढिराख्नु भएको छ त्यही भएर म त्यो छिरिनँ यो चाहिँ कस्तो क्या अनि टोइलेट त यता छेउमा राख्नुपर्छ नि त दिदीहरूले कस्तो छ गाइज यहाँनिर त पुरै के अब लु हामी फर्किँदैछौँ घर यहाँ चाहिँ किन छिरेको नछिर्नु अनि भइहाल्यो त राम कत्रो खस्यो
कुनै एक जमाना थियो अरे 5 वर्ष भयो अरे यहाँ यो घरको दाइ विदेश छिर्नु भएको अरे यहाँ माछासाछा पालेर बस्नुहुन्थ्यो अरे उहाँ चाहिँ 5 वर्ष अगाडि त झन् यहाँ के नै थियो होला जस्तो लाग्छ मलाई चाहिँ अब उहाँहरू चाहिँ यस्तो ठाउँमा पनि आएर बस्नु भएको रहेछ हेर्नु त यस्तो छ यो ठाउँ कहिले विकसित हुन्छ होला कहिले ल साथीहरू अब हामी घर फर्किन लागेको हाम्रो गाउँ अब यस्तै हो है हामी अब फर्किँदैछौँ गाउँ भनेको यस्तै हुन्छ है यत्रो लामो बाटो आइसक्यौँ अब फर्किन लागेको नानी लिने जाने बेला भयो भिडियोहरू सबै फुल वाच गरिदिनु होला लाइक अनि सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला अनि बेल घन्टी बजाउनु नबिर्सिनु होला थ्याङ्क यू सो मच बाई बाई